येशू ख्रिस्टले चाहिँ आफ्नो चेलाहरूलाई सिकाउनु भयो। यूहन्ना 13:14 र 15 हामी त्यहाँ हेर्ने हो भने येशूले चेलालाई के भन्नुभयो, तिमीहरूले चाहिँ मैले जस्तो गरेको छु त्यस्तै तिमीहरूले पनि गर। मैले जसरी तिम्रो गोडा धोएको छु, मैले तिमीहरूको सेवा गरेको छु, तिमीहरूले पनि अरूको सेवा गर भनेर चाहिँ उहाँले सिकाउनु भयो। सेवा गर्नु सजिलो छैन, किन भन्दाखेरि ती चेलाहरूको गोडाहरू त्यस्तो धुलोहरूमा खेलिरहेको, धुलोहरूमा हिँडेको, फोहोर थिए होइन। फोहोरहरू सफा गर्नु सजिलो हुँदैन। अर्काको फोहोर खुट्टाहरू सफा गर्नु सजिलो हुन्छ त? हुँदैन नि। तर येशूले के गर्नुभयो त? उनीहरूको सफा गरिदिनु भयो, चेलाहरूको सफा गरिदिनु भयो र नि भन्नुभयो, जसरी मैले चाहिँ तिमीहरूको सेवा गरेँ तिमीहरूले चाहिँ सेवा गर्नु। तिमीहरूले पनि सेवा जसरी मैले गरेको छु तिमीहरूको, त्यसरी तिमीहरूले पनि अरूलाई सेवा गर्नु भनेर उहाँले सिकाउनु भयो। उहाँ चाहिँ सेवा गर्नको निम्ति आउनुभएको। वचनले भन्छ कि उहाँ सेवा पाउन होइन तर सेवा दिन र धेरैको प्राणको छुटकाराको निम्ति उहाँ आउनुभएको भनेर परमेश्वरको वचनले भन्छ। त्यसै कारणले अझ तपाईँ र म कस्तो छौँ? तपाईँ र मैले चाहिँ सेवा गरेका छौँ कि छैनौँ, त्यो चाहिँ महत्त्वपूर्ण कुरो हो। अनि अर्को नम्रताको मन। नम्रहरूले चाहिँ के गर्छन् त? देश अधिकार गर्छन्। परमेश्वरको वचनले भन्छ, मत्तीको पुस्तकमा हामी हेर्ने हो भने त्यहाँ 5 अध्यायमा हेर्ने हो भने चाहिँ त्यहाँ लेखिएको छ कि नम्रहरूले चाहिँ के गर्छन्? देशको अधिकार पाउँछन्। नम्र जो चाहिँ नम्र हुँदैनन्, जो हुच्चिँदैनन्, जो आफूलाई ठुल्ठुला कुरा गर्ने, आफैले गरेको मात्रै ठिक भन्ने मान्छेहरू, उनीहरूले चाहिँ देशको अधिकार पाउँदैनन्। किन भन्दाखेरि चाहिँ यदि नम्रता छैन भने, नम्र मन छैन भने उनीहरूमा घमण्डी आत्मा हुन्छ। मै ठिक, मैले गरेको ठिक भन्ने खालको त्यो घमण्डी आत्मा आउँछ। परमेश्वरको वचनले के भन्छ त? यदि कुनै पनि व्यक्ति पतन भएको छ भने त्यो पतन हुनुभन्दा अगाडि चाहिँ उसमा चाहिँ घमण्डी आत्मा आउँछ। तर आदर पाउन अघि चाहिँ नम्रता आउँछ। यदि तपाईँ र मैले आदर पाउनु छ भने पनि तपाईँ र म चाहिँ के हुनुपर्छ? नम्र हुनुपर्छ। नम्र भनेको होच्चिने, अरूलाई चाहिँ आफूभन्दा श्रेष्ठ ठान्ने, किनभने घमण्डी आत्मा जतिसुकै ऊ माथि पुगे पनि उसको त्यो झर्ने निश्चित छ। ऊ झर्छ। किनभने तपाईँले वचनमा हेर्नुभयो भने त्यहाँ हामी देख्न सक्छौँ कि 2 जना मानिसहरू प्रार्थना गर्न गए, मन्दिरमा प्रार्थना गर्न गए। एउटा फरिसी र एउटा कर उठाउने। कर उठाउनेले के भन्यो? प्रभु म पापी अधर्मी, म माथि दया गर्नुहोस् भनेर उनले चाहिँ पश्चाताप गरे, आफूलाई होच्याए, आफूलाई ठुल्ठुला कुरा गरेनन्, आफूलाई एकदमै चाहिँ श्रेष्ठ ठानेनन्। तर अर्कोले के गर्यो? म त हप्तामा 2 पटक उपवास बस्छु, मैले सबै कुराको दशंशा दिएको छु, म त्यो कर उठाउने जस्तो पापी पनि छैन भनेर चाहिँ उसले चाहिँ आफैलाई घमण्डी आत्मा उसभित्र थियो। अनि उसले चाहिँ आफैलाई होच्याएन, उसले चाहिँ आफैलाई नम्र पारेन। उसले चाहिँ के गर्यो? अहङ्कारी मन उसँग भएको कारणले गर्दाखेरि अनि येशूले भन्नुभयो कि 2 जना मध्येमा त्यो जो कर उठाउने थियो, जसले चाहिँ म पापी हुँ, मलाई दया गर्नुहोस् भनेर जसले भन्यो, त्यो मानिस चाहिँ धर्मी ठहरियो। त्यसलाई चाहिँ परमेश्वरले उच्च पार्न भयो। परमेश्वरले जब उच्च पार्नुहुन्छ नि, त्यसपछि कसैले पनि होच्याउन सक्दैन। तर पहिला तपाईँ र म चाहिँ होच्चिनु पर्यो, तपाईँ र म नम्र हुनु पर्यो। तपाईँ र म नम्र छैन भने तपाईँ र म अहङ्कारी मन हुन्छ। र जब तपाईँ र म अहङ्कारी मन हुन्छ नि, एकले अर्कालाई श्रेष्ठ ठान्दैनौँ नि, त्यसपछि तपाईँ र मेरो
पतन सुरु भयो। तपाईँ र म चाहिँ घमण्डी आत्मा तपाईँ र म घमण्डी आत्मा भइसकेपछि ख्रिस्टको मन हुँदैन। ख्रिस्टको मन नभइसकेपछि तपाईँ र म नम्रता नभइसकेपछि तपाईँ र मेरो पतन चाहिँ त्यहाँबाट सुरु हुन्छ। परमेश्वरको वचनले भन्छ कि नम्रहरूले चाहिँ अधिकार पाउँछन्, देशको अधिकार पाउँछन्। अनि यहाँ हामी हेर्ने हो भने यहाँ के गर्नुभयो त भन्दाखेरि स्वरूपमा मानिसहरू भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय आज्ञाकारी क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। 9 मा हेर्ने भने त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ। परमेश्वरले चाहिँ उच्च पार्नुभयो। पहिला आफू होचिनु पर्यो, आफू नम्र हुनु पर्यो। यदि हामी पहिलो सुरुमा आफै चाहिँ उच्च हुन्छौँ, आफू चाहिँ अहङ्कारी भएर मै ठुलो मैले गरेर ठिक भनेर भन्छौँ भने तपाईँ र मलाई परमेश्वरले उच्च पार्नुहुन्न। तर तपाईँ र म नम्र भयौँ भने परमेश्वरले चाहिँ उच्च पार्नुहुन्छ। जब परमेश्वरले उच्च पार्नुहुन्छ कसैले पनि होच्याउन सक्दैन। अनि यहाँ हामी त्यहाँ देख्न सक्छौँ कि आफैलाई होच्याउनु भयो र मृत्युसम्म आज्ञाकारी रहनुभयो। त्यसपछि परमेश्वरले चाहिँ के गर्नुभयो? उच्च पार्नुभयो। परमेश्वरले श्रेष्ठ पार्नुभयो। त्यसै कारणले तपाईँ र ममा नम्रता हुनुपर्छ। अनि अर्को आज्ञाकारी मन, तपाईँ र म आज्ञाकारी हुनुपर्छ। येशूले के भन्नुभयो? पिता मैले जुन पिउन लागेको कचौरा छ त्यो मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा चाहिँ पुरा होस् भनेर येशूले भन्नुभयो। उहाँले चाहिँ आफ्नो इच्छा खोज्नु भएन। परमेश्वरले जुन उद्देश्यले पठाउनु भएको थियो त्यो कामलाई चाहिँ उहाँ आज्ञाकारीपूर्ण तरिकाले उहाँले गर्नुभयो, पुरा गर्नुभयो। उहाँले चाहिँ म त्यो काम पुरा गर्दिनँ भनेर उहाँले चाहिँ पछि हट्नु भएन, उहाँले त्यो पुरा गर्नुभयो। अनि यहाँ के भनेको छ? क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। किनभने उहाँले सिकाउनु पर्ने थियो नि त आज्ञाकारी जीवन जिउनको निम्ति। त्यसै कारणले उहाँले पहिला उहाँ आफै आज्ञाकारी भएर देखाउनु पर्यो नि। त्यसै कारण उहाँले चाहिँ के हुनुभयो? आज्ञाकारी हुनुभयो र हामीलाई पनि उहाँले के गर्नुभयो? आज्ञाकारी हुन सिकाउनु भयो। आज्ञाकारी हुन सिकाउनु भयो। त्यसै कारणले फिलिपी 2:8 मा हामी त्यहाँ हेर्ने हो भने त्यहाँ हामी देख्न सक्छौँ कि परमेश्वर क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो। मृत्युसम्म चाहिँ उहाँ के हुनुभयो? आज्ञाकारी रहनुभयो। र अर्को परमेश्वरको इच्छा खोज्ने मन, तपाईँ र ममा चाहिँ परमेश्वरको इच्छा खोज्ने मन हुनुपर्छ। कतिपल्ट हामी आफ्नै इच्छा खोज्छौँ। मैले यस्तो गर्न पाए हुन्थ्यो, यस्तो गर्छु, उस्तो गर्छु भन्ने हामी भन्छौँ र के गर्छौँ त? आफ्नै इच्छा खोज्छौँ। आफूले सोचेपछि सोच्यो, आफूले गर्छु भनेपछि गर्यो। कतिपल्ट हामी आफ्नै इच्छा खोज्छौँ, तर हामीले चाहिँ परमेश्वरको इच्छा खोज्नुपर्छ। यहाँ येशूले पनि के गर्नुभयो त? आफ्नो इच्छा खोज्नु भएन, परमेश्वरको इच्छा खोज्नुभयो। उहाँले भन्नुभयो कि यो कचौरा हटोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस् भनेर भन्नुभयो। अनि अर्को ठाउँमा पनि येशूले के भन्नुभयो त? म चाहिँ मेरो इच्छा पुरा गर्नको लागि संसारमा ओर्लिआएको होइन, मैले त परमेश्वरको इच्छा, मेरो पिताको इच्छा पुरा गर्न आएको हो भनेर उहाँले भन्नुभयो। त्यसै आज तपाईँ र म चाहिँ कस्तो खालको मन छ? परमेश्वरको इच्छा खोज्छौँ कि त आफ्नै इच्छामा हामी लागि पर्छौँ? आफ्नै इच्छाले हाम्रो जीवन जिउँछु भन्छौँ कि त परमेश्वरको इच्छा अनुसार मेरो जीवन जिउँछु, परमेश्वर चलाउनुहोस् भनेर, मेरो जीवन तपाईँले नै चलाउनु, तपाईँको इच्छा अनुसार चलाउनुहोस् भनेर हामी भन्छौँ त? येशू त परमेश्वर नै भएर पनि उहाँले के भन्नुभयो?
मेरो इच्छाले होइन तर मेरो पिताको इच्छाले पिताको इच्छा चाहिँ पुरा गर्न आएको भन्नुभयो। परमेश्वर पिताको इच्छा पुरा गर्नु नै मेरो भोजन हो भनेर येशूले भन्नुभयो। लुका 22को 42मा हामी हेर्नेछौँ। लुका 22को 44मा हामी त्यहाँ हेर्ने हो भने लुका 22को 44मा यहाँ यसरी लेखेको छ। 44मा अन्त्यमा सङ्कटमा परेर अग्रपूर्व उहाँ प्रार्थना गर्न लाग्नुभयो र उहाँको पसिना रगतका ठुला ठुला थोपा जस्तै जमिनमा खसिरहेका थिए। उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो, दुःखमा हुनुहुन्थ्यो, तर उहाँले के गर्नुभयो त? 42 भनेको 44 पढेछु मैले। हे पिता, तपाईँको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस्। आमेन। कसको इच्छा पुरा होस् त? परमेश्वर पिताको इच्छा पुरा होस्। आफ्नो इच्छा होइन तर परमेश्वरको इच्छा पुरा तपाईँ र मेरो जीवनमा हुनुपर्छ। परमेश्वरको इच्छालाई पुरा गर्नलाई तपाईँ र मेरो हृदयमा त्यो ठाउँ बनाउनुपर्छ। परमेश्वरको इच्छा पुरा गर्ने ठाउँ बनाउनुपर्छ। होचिने मन र नम्र हुने एउटै हो। होचिने मन चाहिँ छ, नम्रताको मन छ। यूहन्ना 13को 14मा हामी त्यहाँ हेर्न सक्छौँ। 13को 14मा अनि फिलिपी 2को 8मा पनि त्यहाँ हेर्न सक्छौँ। त्यो नम्रतामा अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने मन। फिलिपी 2को 4मा त्यहाँ हेर्ने हो भने त्यहाँ हामी देख्न सक्छौँ कि नम्रतामा अरूलाई आफूभन्दा चाहिँ के गर्ने? श्रेष्ठ ठान्ने मन चाहिँ तपाईँ र मेरो जीवनमा हुनु। अनि अर्काको हित खोज्ने मान्छे। कतिपल्ट आफ्नै हित मात्रै खोज्छौँ हामी, कतिपल्ट आफ्नै हित मात्रै खोज्छौँ। मेरो मात्रै ठिक भए हुन्छ, मैले खान पाए हुन्छ, मैले लाउन पाए हुन्छ, मैले गरे हुन्छ, मेरो काम मात्र भए पनि हुन्छ भनेर कतिपल्ट हामी आफ्नै हित खोज्छौँ। तर परमेश्वरको वचनले भन्छ अर्काको हित खोज्नु पर्यो। हामीले अर्काको के गर्नु पर्यो? हित खोज्नु पर्यो, अर्काको भलाइ सोच्नु पर्यो। त्यो मन चाहिँ तपाईँ र मसँग हुनुपर्छ। त्यो चाहिँ हो ख्रीष्टको मन। त्यो चाहिँ के हो त? ख्रीष्टको मन हो। यदि तपाईँ र ममा चाहिँ अर्काको हित खोज्ने मन छैन भने तपाईँ र ममा पनि ख्रीष्टको मन छैन। फिलिपी 2को 4मा त्यहाँ हेर्ने हो भने हामी त्यहाँ देख्न सक्छौँ। फिलिपी 2को 4मा त्यहाँ हेर्ने हो भने त्यहाँ के लेखेको छ? तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज तर अरूको हितलाई पनि हेर। के गर्ने त? अर्काको हितलाई पनि हेर्ने। आफ्नो मात्रै भए पुग्यो भन्ने त्यस्तो सोच चाहिँ तपाईँ र ममा हुनुहुन्न। आमेन। जब तपाईँ र ममा ख्रीष्टको मन हुन्छ नि, तपाईँ र मैले चाहिँ विभिन्न आशिषहरू प्राप्त गर्छौँ, विभिन्न फाइदाहरू हुन्छन् तपाईँ र मलाई। परमेश्वरले उच्च पार्नुहुन्छ, तपाईँ र म उच्च हुन्छौँ, परमेश्वरले उच्च पार्नुहुन्छ। जब परमेश्वरले उच्च पार्नुहुन्छ कसैले पनि होच्याउन सक्दैनन्। अनि तपाईँ र मैले चाहिँ के पाउँछौँ त? ठुलो आदर इज्जत दिनुहुन्छ परमेश्वरले। परमेश्वरले चाहिँ के दिनुहुन्छ? ठुलो इज्जत आदरहरू दिनुहुन्छ। किनकि परमेश्वरको वचनले भन्छ आदर पाउन अघि चाहिँ नम्र मन हुन्छ।